हेलो हजुर नमस्ते नमस्ते। म चाहिँ आज बिहान हाम्रो माइली काकीको मकै गोड्न जान लागेको अहिले चाहिँ बिहान उठेर चिया खाजा खायो अनि अहिले 6 बजीतिर चाहिँ अनि मकै गोड्न अनि बारीतिर जाँदैयो अहिले गाई हेर्नु होला हामीले मकै गोडेको पनि म देखाउने चाहिँ हेर्नु होला है। असलमा मकै गरे तपाईँले हो तपाईँको त मान्छे दामी त्यो चाहिँ अल्छी हो अल्छी हो तपाईँ त ओ गाई ल हाम्रो त अहिले यो बिहानको 6 बजीबाट मकै गोड्नु थालेको अहिले 8 बज्न लाग्यो लगभग भ्याउनु लाग्यो यहाँसम्म मात्रै हो अब चाहिँ भ्याउनु लाग्यो गाई 1 नम्बरको अल्छी हुन त मेरो आफ्नै काकी भन्छ जे पनि 1 नम्बरको अल्छी थुपिने पनि भन्छ प्यार 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 बोले गर्छ यहाँ खनेको कति यहाँ अलग अलग खनेर नि यहाँ अनि त्यो केराको ल जानु जे पनि मकै गोड्न रमाइलो भएको छ है मेलामा हिँड्दाखेरि रमाइलो हुन्छ हौ हो कि न साँच्चामा मेरो आफ्नै सासुआमा नभए तापनि तर सासुआमा चाहिँ मैले भन्छु सासुआमाले यदि कत्रा ताले गोमा ल माइजू हेलो मेरो माइजू ल
माइज फेरि मसक्क हानिन्छ अरे यो मलाई सासामा हेलो गाइज हामी चाहिँ खाजाना लागेको मकै गरेर मकै गरेर सकियो अहिले चाहिँ गाउँ र भुटी अनि यो अचार एकदम टेस्टी हुन्छ क्या नि लास्ट टेस्ट हुन्छ क्या झन् हाम्रो गाउँतिर चाहिँ अहिले यस्तो गाउँ रोप्न छोडिहाल्यो त्यही भएर तपाईँ तपाईँ पैसा लिएर आउँछ के बोक्यो तपाईँले त्यो बोका भैँसीको मासु होइन डिटो हाम्रो मान्छेले त कसम भैँसीको मासु नि बोकेको जस्तो तले झ्याप्प बोरा बोकेको छ भिडियो त अब यसो बनाउनु जानु पऱ्यो गाई छैन आयो भनेको हाम्रो मान्छे त ल बधाई छ के बोक्यो तपाईँले चाहिँ बोल्नु न बोल्नु यस्तै यस्तै बोल्नु यस्तै यस्तै हालिदिन्छु मलाई के लाग्छ कसो बाइक थियो यो सबजना हाम्रो तलको खेतमा मकै गरिरहेको मैले सबजना प्रसाद शर्मा विकास दाई आइसु अन्जा दिदी काजी दाई साथी जब एक पाथी बोक्नु पनि टाउको हाल्नु पनि भयो है हामी चाहिँ अहिले 10:30 बजेतिर घरतिर जाँदैछौँ तलको खेतहरू सकेर मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला है धन्यवाद